यहाँहरूलाई यस युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। लोकसेवा र शिक्षक सेवा आयोग तयारी गरिरहनु भएको तपाईँहरूलाई विशेष सहयोग पुग्ने अपेक्षासहित वस्तुगत प्रश्नोत्तरहरू लिएर उपस्थित भएको छु। कृपया भिडियो राम्रो लाग्यो भने लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला। सुरु गर्न चाहन्छु प्रश्नोत्तरहरू। प्रश्न नम्बर 1, 25औं संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2026 फेब्रुअरी 6 देखि 22, मिलान कोर्टिना, इटाली। प्रश्न नम्बर 2, अभियान रत्न सम्मान 2082बाट सम्मानित हुने कलाकार को हुन्? ख्यातिप्राप्त अभिनेता स्वर्गीय सुनिल थापा, मरणोपरान्त। प्रश्न नम्बर 3, सरकारले 50 करोड रुपैयाँ माथिको विदेशी लगानी पनि अब स्वचालित मार्गबाट नै गर्न सकिने गरी नयाँ नियम कहिले ल्याएको हो? विक्रम सम्वत 2082 फागुन 4 राजपत्रमा प्रकाशित। प्रश्न नम्बर 4, युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार 2026 कसलाई प्रदान गरियो? निपेन्द्रलाल श्रेष्ठ। प्रश्न नम्बर 5, दक्षिण एसियाली मुलुक बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन्? तारिक रहमान, सन् 2026 फेब्रुअरी 17। प्रश्न नम्बर 6, विश्व म्याराथन च्यालेन्ज अन्तर्गत 7 महादेशमा 7 दिन लगातार सञ्चालन भएको 7वटा म्याराथन नेपाली पोसाक दौरा सुरुवाल दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन्? बाल जोशी, नेपाली मुलुका अमेरिकी धावक। प्रश्न नम्बर 7, एआई इम्प्याक्ट समिट 2026 को आयोजना कहाँ गरियो? नयाँ दिल्ली, भारत, सन् 2026 फेब्रुअरी 16 देखि 21। प्रश्न नम्बर 8, देश र महादेशको नाम एउटै भएको देश कुन हो? अस्ट्रेलिया। प्रश्न नम्बर 9, नेपाली साहित्यमा आँसुकविको उपाधिबाट कसलाई चिनिन्छ? शम्भु प्रसाद ढुङ्गेल। प्रश्न नम्बर 10, अर्थ मन्त्रालयद्वारा विक्रम सम्वत 2082 माघ 27 प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मुलुकको आर्थिक वृद्धि कति हुने संशोधित अनुमान रहेको छ? 3.5%। प्रश्न नम्बर 11, प्राचीन कालमा चोभारलाई कच्चापालगिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो? दोलाद्रिगिरी। प्रश्न नम्बर 12, अरब राष्ट्रबीच आर्थिक, राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो? सन् 1945 मार्च 22, प्रधान कार्यालय काइरो, इजिप्ट। प्रश्न नम्बर 13, कोशी प्रदेश सरकारद्वारा लगानी सम्मेलन आयोजना कहिले गरियो? विक्रम सम्वत 2082 वैशाख 18 र 19। प्रश्न नम्बर 14, न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्ड्स 2026 लाइफ टाइम अचिभमेन्ट इन वुमन एन्टरप्रेन्योरसिपबाट सम्मानित हुने महिला उद्यमी को हुन्? कमला श्रेष्ठ, नेपालकै प्रथम ब्युटिसियन। प्रश्न नम्बर 15, 20औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन 2082 फागुनको उपाधि कसले जितेका छन्? जुलियस मुरियुकी वाहोमा, केन्याली धावक 2 घण्टा 23 मिनेट 39 सेकेन्ड। प्रश्न नम्बर 16, आइसिसी T20 विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को बनेका छन्? युवराज समारा, क्यानाडा, उमेर 19 वर्ष 141 दिन।
प्रश्न नम्बर 17 भारतद्वारा पशुपतिनाथ वैद्यनाथ हाई स्पिड करिडोर बनाउने घोषणा कहिले गरिएको हो? सन् 2026 फेब्रुअरी 10। प्रश्न नम्बर 18 नेपालको सबैभन्दा पुरानो ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो? विक्रम सम्वत 2017 फागुन 7। प्रश्न नम्बर 19 नेपाली आकाशमा 6वटा ग्रह एकैसाथ कहिले देखिए? विक्रम सम्वत 2081 माघ 14 सन् 2025 जनवरी 27। अन्तिम प्रश्न नम्बर 20 नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो? विक्रम सम्वत 2082 फागुन 6 सन् 2026 फेब्रुअरी 18। भिडियो कस्तो लाग्यो लाइक सेयर र कमेन्ट गर्न नभुल्नुहोला। अन्य भिडियोको साथ उपस्थित हुने नै छु। यस भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।